Hello guys, welcome to our vlog. फेरि पनि आज चाहिँ हामी ठाउँमा गएर जाने एकछिन ल अनि त्यसपछि पनि साई भन निलो चुप्पा अनि त्यसपछि वेलकम छ हेलो अब हामी कहाँ जाने हो दिदीको घर जाने यस अनि त्यसपछि हजुर राख्नु त्यहाँ अनि यहाँ मामा हेलो मामा वेलकम छ थ्याङ्क यू भन्नु मामा पिर परेर रहेछ गाइज हामीले तरमा निस्किसक्यौँ बोल्ड गरायो छैन माइजु नै पे ए माइजपछि बोल्ड पनि गर्ने हामी सानो नक्काले बच्चा हेलो ब्याटम्यानसँग भन हेलो साने विथ ब्याटम्यान हेलो हेलो गाइस गाडी जोडिसक्यौँ मलाई चाहिँ यस्तो लाग्यो हाम्रो अगाडि चाहिँ मङ्की ट्राम छ मङ्की 47 बाई बाई ट्राम भन्दै साने ट्राममा एक्सिडेन्ट भएर कति मरेको न्युज आएको थियो नि कति हाम्रो गाई यो होइन नि रसुला के गीत लगाइदियो यिनले फेरि यस्तो लाउन म त कहिले सुनाइदिएन ल झ्याप्पे सुन्नु भएन भने ए अहिले सुने चाहिँ लाग्यो फर्स्टमा चाहिँ यो रहेछ नि त लिरिक्स अब टिकटकबाट सुनेको होला त्यही त हो नि भाग भाइ हामी चाहिँ गीत सुन्दैछौँ है छ्याप्पै अब चाहिँ सुने चाहिँ यो पछि चाहिँ आइपुगिसक्यौँ तर पनि मान्छे छैन यस्तो सुनसान छ वेरिज मान्छे अनि चाहिँ यस्तो बिजोक छ यो बोकेर लानुपर्ने हुन्छ होइन एनी दिदी को आयो आइसो न मम्मी हजुर नि बाहिर आइसो को आयो है कसो नदेखिया हेलो वेलकम छ वेलकम ल टोली सबजना आएन नि हामी अलि केटीपाटी आयो केटीपाटी र बुढापाटी मेरो परान ल वेलकम छ वेलकम पुरानो मान्छेलाई नि वेलकम म चाहिँ उतार्नु पर्ने बेला हुँदैन गाइज घरमा चाहिँ आइसक्नु भयो फेरि है हामी मामाहरू गाइज भन ओ गाइज माइजुर खा बो खा खाते गाइज हामी आइपुगेर नि यहाँ मैले कपडा चेन्ज गरिसकेँ फेरि होइन मम्मीको कपडा कपडा हो अब हामी कहाँ जान्छौँ नि सागबारीमा साग हेर्न जान्छौँ नि त्यही हो कस्तो टल्के त्यो भयो गाइज हामी चाहिँ बारी जाँदैछौँ है सबजना आउँदै हुनुहुन्छ यता लिपस्टिक ल्याएर नक्कलीहरू अनि त्यसपछि मैले चाहिँ मम्मीको सर्ट लाग्यो मम्मी यहाँ कति राम्रै भएछ त्यही सानोवाला चाहिँ खाने लाग्यो मैले मेरो मम्मीमा 2 दिन घर नहुँदा मेरो मम्मी दुब्लाइसक्नु भएछ त्यही हो है गाइस हामी चाहिँ आइसक्यौँ बारी हामी बारी आइसक्यौँ दिस इज कति छिटो ठुलो भएको अस्तिसम्म थिएन त वाउ दिस इज आवर सागबारी सी है त साने हिँड कति छिटो भएको है अर्को बारी है ल 2जना हिजोसम्म झडा ख्यालेर चाहिँ मिलन भइसक्यो
घाम भयो म त अक्सरसम्म गएर भएको थिएँ नि है ल यस्तो बच्चा पारीहरू सुधा कुरा ल गाइस यता हाई हाई गाइस मैले पगाल्छु नि ए गाइस हाई भने नरम त्यो उजो हाई हाई कपाल कस्तो राम्रो देखा गाई हामी चाहिँ काँचो फेरि गाई भनेर बेलाउनु खाएको छौँ यस्तो मिठो बाँच्नु खा काचो के काँचो साह्रै किन रुवा बाँच्नु कति मिठो क्या के सुन्नु त त्यो खाल्का साथी धेरै देखेर पिरो चाहिँ हो है ल मलाई पनि पिरो त मिठो खा यहाँ फेरि हेर्नु बेबी ग्याङहरू सु छ ल गाइस मुला आफ्नै आफ्नै करेछ बारीको मुला तर के हो यो चाहिँ ए मुलै रहेछ ल हुसुसु सागमा पनि झोल खानु कस्तो मिठो हुन्छ यसको त के एक्लै होस् कहाँ दाँत कट्टा भिडियो बनिरहेको कस्तो छ माइजू मामा खाना आइसु खाइसक्छु ए त सानो क्या खक्या नो मनी मनी आइसक्रिम खाने हामी यहाँ जाउँ न कता हो यसो आइसक्रिम हो चाँगै छ त्यहाँ ल गाइस म चाहिँ आइसक्रिम खान्छु गाइस म साँच्चै खाना खाने भने म चाहिँ आइसक्रिम लिएर हामी माथि डाँडा जानु लाग्यो है आई किनकि फर्स्ट टाइम हो नि त माइजूको यहाँ अनि माथि घुम्नु लाग्यो त यो यहाँ देउडा कसम छैन अब माथि पुगेर भेट्छौँ चक्लेट ल्याउने आखिर आगे हामीहरू ओठमा चाहिँ यस्तो भइसक्यो अनि हामी चाहिँ टान टान टन टन माथि आइसक्यो कस्तो राम्रो सिन छ रुक्नुलाई म देखाउँछु अनि दिस इज आवर सिन भेरी भेरी नाइस अनि त्यसपछि यहाँ चाहिँ माइजू फोटोहरू खिच्दै हिँड्छ अनि माइजू सिङ्गल फोटो नि खिच्ने अनि माइजू यता सिन मनपर्छ होइन हुसुसु अनि उता चाहिँ घाम राखेन है अँध्यारो भइसक्यो यहाँ चाहिँ घाम राखेँ के भन्ने क्या उता सी साइड हो नि त त्यही भएर त्यस्तो भयो होला सी होइन सरी बिच साइड हा 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 अनि त्यसपछि यहाँ यस्तो दामी भ्यू है दामी गाइस हामी चाहिँ घुम्न पनि सक्यो अनि हामी चाहिँ फर्किएछौँ अनि उमाइ चौधरी चाहिँ ब्युटिफुल माइज ओला अनि त्यसपछि हामी चाहिँ हिँड्दैछौँ घर आइपुग्न लाग्यो अनि त्यसपछि कस्तो ब्युटिफुल भइसक्यो हेर्नु न हुसुसु छैन त हुसुसु होइन हजुर खै म त अब के थाहा हावा चाहिँ चल्छ अरे सुने है अनि यहाँ कर्ली चाहिँ मेरो गाडी आउँछ मामा त्यहाँ मेरो कर्ली त बिग्रियो त छ ए गाइस हामी जस्तो घुमेर आएको यहाँ त आगो हुसुसु हुसुसु भइसकेछ त त्यसो त नहुनु पर्ने त हामी लेट भयौँ कि क्या हुसुसु हामी लेट भयौँ हुसुसु हो हामी लेट भयौँ कि क्या के अरे सुजन कल गर्छ नि यहाँ आइरहेको अब चाहिँ हामी फोन चार्ज हाल्छौँ साथी ल है गाइस ल चेस्ट है चेस्ट यहाँ चाहिँ आगो बलिरहेको होइन ब्लक पहिला त्यो सिधा सके यहाँ सबजना आगो तान्दै हुसुसु अनि त्यसपछि यहाँ हेलो मामा हेलो भान्जी मम्स के छ नागाले बनाएको छ होइन होला के हो अनि यहाँ आलु भुडी बोइल भइसक्यो त्यहाँदेखि यहाँ चाहिँ अर्ग्यानिकै हो अर्ग्यानिक यो पनि अर्ग्यानिक अरे ए नयाँ साथी यहाँ हुसुसु टोइलेट बनिसक्यो साथीहरू थाहा कि नै त्यही हो अब चाहिँ एकछिनमा भेट्छ सडके कालो बन्दी ल लाई सुप्रे
it. Sirma sirbandi, sirma sirbandi, meri maya layu bahar, chadke galbandi. एउटा छोरो एउटी छोरी कमला बिचको जमला सँगै रौसी कमला शिरमा शिरबन्दी शिरमा शिरबन्दी मेरी मायालाई साथै छड्के गलबन्दी गाई यस्तो सुसु आएको वाला है कस्तो राम्रो देखियो हेर्छु न मम्मी कपडा पनि चेन्ज गरिसक्यो मम्मी के छ मेरो आँखा चाहिँ के रहेछ खानु छैन तपाईँ खाने स्न्यापबाट छ मेरो यस्तो चाहिँ हामीले मेहन्दी पनि लगाएको अच्छा अझै राम्रो चल्दैछ होइन कपिराइट लाग्ला अन्त त अनि त केटीले पो भन्छ त ला के हो कुरा यता पो साँच्चै के हो कुरा यहाँ फेरि छुट्टै दुनियाँ छ गाइस यहाँ छुट्टै दुनियाँ सानी हालो है है दर्शक चाहिँ यहाँ छ है मेन दर्शक गाइस अब चाहिँ हाम्रो डिनर हुन्छ होइन अनि त्यसपछि सकिन्छ अनि हाम्रो नास्ता पनि सब भयो आजको लागि चाहिँ यति नै छ बाई बाई भनौँ ल गाइस आज बाई बाई र गाई आज कस्तो हुँदैन रमाइलो भयो हामी आगो तापिराखौँ अझै अब भोलि चाहिँ सिजर पेपरको लागि आउँछ आउँछ आजलाई चाहिँ यति नै दाइ भन्छ मामा मेरो मामाले भोलि मेरो लागि खतरा काम गर्छ आज मात्र लास्ट हो फेरि भोलि लास्ट नेक्स्ट टाइम चाहिँ यो रिक्वेस्ट हुँदैन नि त ओके आजलाई बाई बाई बाई